तपाईँले मलाई पनि निकाल्नु न हौ जतिखेर कि मलाई के काम छ त्यो चाहिँ भन्नु न। काम भएर त आएको त के काम? त्यो मधेसबाट मलाई त्यो 10-12 केजी माछा ल्याइदिएछ कि होइन। हजुर अब केलाउने मान्छे छैन, हामीलाई आइडिया पनि छैन। अब 10-12 केजी माछा कसरी केलाउनु? तैँले केलाइदिन्छस्? के तपाईँले मलाई यहाँ स्टाफ सम्झिनु भएको त्यतिकै केलाइदिनु? मलाई यहाँ आफै हात दुखेर खुट्टा दुखेर सक्दैनस् भनेपछि सक्दिनँ। त्यसो भए त्यो ऊ पाउँछ होला नि त 10-12 केजी त्यो केलाउने क्या मेसिन। कस्तो कुरा गर्नुहुन्छ त? माछा केलाउने मेसिन हो, कुखुरा केलाउने भुत्लाउने मेसिन पाउँछ, माछा केलाउने पाउँदैन मेसिन हो भन्दैछु कि न त म कसम अब म टाउको फुटाइदिन्छु। आमामा यसले त मुङ्गुरै पो उचाल्छ त हौ। अनि त्यति भन्नुको लागि के मुङ्गुरै उचाल्नु पर्छ? काम गर्ने बेला तपाईँले काम डिस्टर्ब गर्नु आउनुहुन्छ। फेरि उचाल्दा हनुमान जस्तो देख्दो रहेछ सेम। हानिदिन्छु म, भइहाल्नु यहाँबाट जान्छ। फेरि उचाल्दा अहिले त रावण जस्तो देखेँ त हौ। रावण भनेको अर्को उचाल्यो हेर न। अनि राम्ररी भन्दा हुन्छ त हो भाइ, के साह्रो सन्केको तिमी यार। पाउँदैन भन्न, सुन्न पाउँदैन। पाउँदैन दाइ भनेको क्या। लु मलाई लु ऊ के पो त्यो ऊ के गरे उता पानी ट्याङ्कीबाट पनि मगाइदिनु पर्यो उता खोजेकै हो त्यो चाहिँ खोजेको उयो माछाको त्यो भुत्लाउने चाहिँ क्या कत्ला भुत्लाउने चाहिँ खोजेको, अरू चाहिँ खोजेको होइन। पाउँछ भुत्लाउने अनि माछाको चाहिँ पाउँदैन। कुरा दोकानमा लगेर जानु त्यो माछा त्यहाँ होला, त्यहाँ केलाइदिन्छ त। केलाइदिन्छ माछा त्यसले कसरी केलाइदिन्छ? कुखुरा केलाउँछ अनि कसरी लानु हावाको चाहिने कुरा गर्ने सबैजना के गरेको? ल ल ल म गएको बिचार सुन्न त्यो भयो भेट्यो भने मलाई उ दिलाइदिए ल। मेरो ग्राहक भट्काउने होइन त्यो मिसिन चाहिँ मलाई क्या